नमस्ते। के कहिले यस्तो भएको छ जब समय एकैछिनको लागि रोकिए जस्तो लाग्छ वा विगतको कुनै दृश्य अचानक वर्तमानमा आए जस्तो? आज हामी यस्तै अनौठा टाइम स्लिप घटनाहरूको खोजी गर्दैछौँ जहाँ वास्तविकताका नियमहरू नै मोडिए जस्तो देखिन्छ। त्यसो भए मूल प्रश्न के हो त? के हामीले अनुभव गर्ने समय साँच्चै एउटा सिधा रेखामा हिँड्छ वा यो हाम्रो भ्रम मात्र हो? ल, यो रहस्यको जरुसम्म पुग्नको लागि इतिहासकै सबैभन्दा चर्चित र अचम्म लाग्दो दस्तावेजीकरण गरिएको घटनाबाट सुरु गरौँ न त। सोच्नुहोस् त, सन् 1901 को अगस्त 10 फ्रान्सको वर्साई दरबारको बगैँचामा घुम्न जाने एक सामान्य योजना कसरी अर्को शताब्दीकै एक अविश्वसनीय यात्रामा बदलियो होला? उनीहरूले जे अनुभव गरे त्यो एकदमै अनौठो थियो र त्यो पनि चरणबद्ध रूपमा। पहिले त एक्कासी वरिपरिको वातावरण भारी र बोझिलो भयो, अनि त्यसपछि संसार नै बेरङ्ग र पुरानो चित्र जस्तो देखिन थाल्यो। र सबैभन्दा अचम्मको कुरा त उनीहरूले 18औं शताब्दीको जस्तो लुगा लगाएका मानिसहरू देखे। अनि जति अचानक यो सब सुरु भएको थियो त्यति नै अचानक सबै कुरा फेरि सामान्य भयो। पछि गएर उनीहरूले आफ्नो अनुभवलाई एउटा किताबमा उतारे, अनि त्यसपछि त बहस नै सुरु भयो। कसैले भने यो उनीहरूको मनको भ्रम हो, त कसैले भने यो समयमा आएको दरारको पक्का प्रमाण हो। तर यो भर्साईको घटना मात्रै एक्लो थिएन। यस्ता कथाहरू संसारभरिबाट आएका छन्। जस्तै कि लिभरपुलमा एक प्रहरी अधिकारी अचानक 1950 को दशकको किताब पसलमा पुगेको घटना, वा स्पेनमा पदयात्रीहरूले पुरानो रोमन सैनिकहरूलाई मार्च गरिरहेको देखेको कुरा। अब यस्ता कुराहरू सुन्दा त दन्त्यकथा जस्तै लाग्न सक्छ, होइन? तर जब आधुनिक भौतिक शास्त्रले यसमा प्रवेश गर्छ तब कथाले पुरै नयाँ मोड लिन्छ। अल्बर्ट आइन्स्टाइनले त हाम्रो समयको बुझाइमा नै क्रान्ति ल्याइदिए। उनले के प्रमाणित गरे भने समय हामीले सोचे जस्तो स्थिर छैन। यो त गुरुत्वाकर्षणले बाङ्गिन सक्छ, गतिले तन्किन सक्छ। हो, त्यही भएर त हो नि अन्तरिक्षमा यात्रा गर्नेहरू पृथ्वीमा बस्ने भन्दा अलि ढिलो बुढो हुन्छन्। यही कुराले हामीलाई भौतिक शास्त्रको एउटा एकदमै दिमाग घुमाउने सिद्धान्ततर्फ लैजान्छ, जसलाई ब्लक युनिभर्स थ्योरी भनिन्छ। सोच्नुहोस् त, हामी समयलाई एकतर्फी बगिरहने खोला जस्तो सोध्छौँ, होइन? तर यो सिद्धान्तले के भन्छ भने समय त बरु जमेको पोखली जस्तै हो, जहाँ हरेक क्षण भूत, वर्तमान, भविष्य सबै एकैचोटि एकै ठाउँमा स्थिर छन्। तर एउटा अर्को प्रश्न पनि छ, के समय बाहिरी संसारको वास्तविकता हो वा यो हाम्रो चेतनाले बनाएको कुरा हो? केही वैज्ञानिकहरू त यही भन्छन्। उनीहरूको अनुसार समय हामीबाट स्वतन्त्र छैन, यो त हाम्रो चेतनाको एउटा औजार मात्रै हो। ल, यही चेतनाको कुराले अब हामीलाई ब्रह्माण्डको ठूलो सिद्धान्तबाट हाम्रो आफ्नै दिमागभित्रको रहस्यमा ल्याइ पुर्याउँछ। एकछिन सोच्नुहोस् त, के यस्तो हुन सक्छ कि समयमा गडबडी भएको होइन, बरु हाम्रो दिमागले वास्तविकतालाई बुझ्ने तरिकामा क्षणिक गडबडी भएको हो? यो सिद्धान्त अनुसार हाम्रो दिमागले एक किसिमको फिल्टरको काम गर्छ, जसले हामीलाई वर्तमानमा मात्रै केन्द्रित राख्छ। अनि टाइम स्लिप भनेको त्यही फिल्टरले केही क्षणको लागि काम गर्न छोड्दाको अवस्था हो, जब हामीलाई त्यो ब्लक युनिभर्सको अर्को कुनै हिस्साको झलक देखिन्छ। यो नयाँ वैज्ञानिक विचार, अचम्मको कुरा, पुरानो मान्यताहरूसँग मेल खान्छ। प्राचीन संस्कृतिहरूमा पातला स्थानको अवधारणा थियो, यस्ता ठाउँहरू जहाँ समय र संसारहरू बीचको पर्दा एकदमै पातलो हुन्छ भनिन्थ्यो। अनि स्टोनहेन्ज वा गिजाको पिरामिड जस्ता विशाल संरचनाहरू नि, के ती केवल क्यालेन्डर वा चिहान मात्र थिए, वा के तिनीहरू समयको बनावटसँग नै कुनै किसिमको अन्तर्क्रिया गर्न बनाइएका थिए? ब्रह्माण्डका चक्रहरूसँगको तिनीहरूको सटिक तालमेलले यो प्रश्नलाई निकै गम्भीर बनाउँछ। त्यसो भए यी सबै अनौठा कथाहरू र दिमाग चक्राउने सिद्धान्तहरूबाट हामीले के बुझ्ने त? यसको सार के हो? सायद यसको सबैभन्दा गहिरो जवाब स्वयं आइन्स्टाइनकै शब्दमा लुकेको छ। उनले भनेका थिए, भूत, वर्तमान र भविष्य बीचको भिन्नता हाम्रो एउटा जिद्दी भ्रम मात्र हो। यदि आइन्स्टाइन सही थिए भने टाइम स्लिप कुनै जादु वा अलौकिक घटना होइन, यो त वास्तविकताको साँचो रूप कस्तो छ भन्ने कुराको एक दुर्लभ तर प्राकृतिक झलक मात्र हो। अनि यसले हामीलाई एउटा अन्तिम तर निकै महत्त्वपूर्ण प्रश्नमा छोडिदिन्छ।
के समय साँच्चै एउटा नदी हो जसमा हामी बगिरहेका छौँ, वा यो हाम्रो चारैतिर फैलिएको एक विशाल महासागर हो जसको छालहरू हामीले कहिलेकाहीँ मात्र महसुस गर्छौँ?